कथा त्यो घर जहाँ समय रोकिन्छ फट 1 राति 11:59 गाउँको अन्तिम छेउमा एउटा घर थियो। न ढोका नम्बर थियो न घर नम्बर। मोबाइलको नेटवर्क त्यहाँ पुग्दा मरेको जस्तो हुन्थ्यो। सबैले एउटै कुरा भन्थे, त्यो घरमा राति नबस। तर रोजन सहरबाट भागेर आएको थियो, ऋण, डर र एक ठूलो गल्तीबाट। सस्तो थियो, खाली थियो, त्यसैले उसले चेतावनी व्यवस्था गर्यो। पहिलो रात सबै सामान्य। दोस्रो रात राति 11:59 उसको मोबाइल आफै बज्यो। 9 खबर उसले उठायो। फोनको अर्को छेउबाट बिस्तारै आवाज आयो। 12 बज्न लाग्यो। अब बाहिर ननिस्क, फोन काटियो। ठिक 12:00 बज्यो। घरभित्रको घडी रोकियो। हावा चिसो भयो। ढोका आफै खुल्यो। ढोका बाहिर कोही उभिएको थिएन, तर भित्र छिर्दै गरेको पाइलाको आवाज थियो। टक टक टक। रोजनको कान छेउमै कसैले फुसफुसायो, अब यो घरले तिमीलाई चिनिसक्यो। फर 2 कमिङ सुन।